तिमी हौ उचरानी वर्गीय विभेद हटाउने तिमी हौ वर्गीय माया साँचेर संसार सजाउने तिमी हौ। वरिष्ठ समाजसेवी उहाँ गाविसको पनि 10 वर्ष चाहिँ उपाध्यक्ष भइसक्नु भएको र विद्यालय व्यवस्थापन समितिमा पनि शिक्षक अभिभावक सङ्घको अध्यक्ष हुँदै विद्यालय व्यवस्थापन समितिको पनि अध्यक्ष भइसक्नु भएको एकदमै समाजमा अहोरात्र खटिने र पार्टीको लागि पनि उहाँको योगदान एकदमै महत्त्वपूर्ण रहेको हुनाले आज हामी उहाँको यो असामयिक दुःखद निधनको कारण सिङ्गो पार्टी पङ्क्ति नै एकदमै मर्माहित भएको छ। हामी एकदम दुखी छौँ र यस दुःखद घडीमा हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न र उहाँको परिवारलाई हामीले नेकपा माओवादी केन्द्रले आफ्नै परिवार ठानेर यो परिवारको दुःखमा सहभागी हुने र समवेदना प्रकट गर्ने भनेर हामी यहाँ उपस्थित भएका छौँ। यहाँहरूको सम्पूर्णलाई हार्दिक धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। हाम्रो छुट्टी निमन्त्रणालाई स्वीकारेर भन्दा पनि यहाँहरूले नै हामीलाई चाहिँ तताएर एकदम यो गर्नुपर्छ जानुपर्छ भनेर विशेष गरी डाक्टर दिदी गुरुङ कमरेडले चाहिँ धेरै पहल गर्नुभएको हो। वैशाख 7 गते कीर्तिशेष उहाँले हामीलाई छोडेर जानुभएको 2082 साल असोज 10 गते कीर्तिशेष कमरेड तिलक बहादुर गुरुङ पोखरा 13 बाजापटन निवासी नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नम्बर 13 का पूर्व अध्यक्ष तम्मु राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य भद्रकाली माविका शिक्षक अभिभावक सङ्घका अध्यक्ष हुँदै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष आर्व गाविसका 10 वर्षसम्म उपाध्यक्ष भइसक्नुभएका वरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ बौद्धिक व्यक्तित्व कमरेड तिलक बहादुर गुरुङको यही मिति 2082 साल असोज 10 गते भएको दुःखद निधनले हामी स्तब्ध भएका छौँ र उहाँको निधनले सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको छ। यस दुःखद घडीमा उहाँको शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै कमरेड तिलक बहादुर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। अध्यक्ष कोपिला बराल, सचिव विमल गुरुङ, इन्चार्ज चन्द्र राजुले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नम्बर परिवार कास्कीलाई एकदम दुखित तुल्याएको छ र यो दुःखको यो शोकको घडीलाई हामीले उहाँले समाजमा गर्नुभएको समाजसेवाहरू, शिक्षा अनि बाटो घाटो विकास निर्माण लगायत यो चाहिँ नि जातीय उत्पीडनको मुक्तिको लागि र वर्गीय उत्पीडनको मुक्तिको लागि उहाँ हिँड्नुभएको बाटोमा हामी सबै एकदम निष्कलङ्क भएर पवित्र भावनाले निस्वार्थ रूपमा हिँड्यो भने नै उहाँको चाहिँ नि शान्ति पाउने हुनेछ उहाँको आत्माले भन्ने लाग्छ। र तिलक दाईसँग हाम्रो तिलक दाई चाहिँ नै मेरो यताबाट नि हामी आफन्तै र फेरि यता ससुराली पनि हाम्रै गाउँ पानीघाट उहाँको चाहिँ नि हाम्रै गाउँ हो र यताबाट नि फेरि आफन्तै दुवै तर्फबाट एकदम उहाँको चाहिँ नि पारिवारिक नजिकको चाहिँ नि नाताभित्र नै पर्ने भएकोले उहाँलाई मैले चाहिँ पहिल्यैबाट राम्रैसँग चिन्जान हुने मौका पाएँ र वैचारिक हिसाबले 63 सालको भदौमा काशी जिल्लाको तम्मु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन हामीले चाहिँ नि यहीँ पोखरामा गऱ्यौँ उद्योग वाणिज्य हलमा। त्यो बेलामा दाइ र मेरो चाहिँ वैचारिक रूपले नै हामी एउटै मोर्चामा आबद्ध हुने हामीले सौभाग्य पायौँ र त्यो बेलामा हामी दुवैजना जिल्ला कमिटीमा निर्वाचित भएर सँगै काम गर्ने मौका मिलेको थियो र त्यो बेलामा हाम्रो खड्गबहादुर गुरुङ, इमान सिंह गुरुङ लगायत धेरै कमरेडहरू चाहिँ नि दिवंगत भएर गइसकेपछि र पार्टीको पनि हामीले भने जसरी सोचे जस्तो हुन सकेन, बहुमत ठुलो दल भए नि बहुमत प्राप्त भएको थिएन र पछि बिचमा फेरि वैचारिक रूपमा छिन्न भिन्न हुँदाखेरि नि दाइले चाहिँ नि अलिकति गुनासो राख्नुहुन्थ्यो र पछिल्लो चरणमा फेरि उहाँ यो निर्वाचनमा 74 को निर्वाचनमा माथि 7बाट निर्वाचित भए
भने उहाँ दाइ चाहिँ नि यहाँ 13 नम्बरबाट उहाँ चाहिँ नि उठ्नु भएको थियो र वैचारिक हिसाबले र उहाँको सबै हिसाबले सामाजिक व्यक्तित्वको हिसाबले ठिक हुँदाहुँदै पनि सबै चुनावमा हामी सबैले चाहिँ राम्रोसँग काम त्यो ढङ्ग धेरै कुराहरू मिलाउन नसक्दाखेरि विजय हुन नसके तापनि उहाँ चाहिँ सबै जनताको मन मस्तिष्कमा चाहिँ हुनुहुन्थ्यो र यो भद्रकाली स्कुलमा उहाँ अध्यक्ष हुने बेलामा उच्च मावि शिक्षा परिषदमा म चाहिँ नि त्यहाँ पनि बसेर विद्यार्थीको भूमिकाबाट छात्रवृत्तिहरूको लागि चाहिँ हामीले दबाब दिँदाखेरि दाइले चाहिँ नि यहाँ भद्रकाली स्कुलमा हाम्रो गाउँठाउँबाट आउने माथि विशेष गरी माथि गाउँपालिकाबाट आउने धेरै विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति दिलाउनलाई उहाँले चाहिँ नि एकदम ठुलो गुण लगाउनु भएको छ। ती भाइ बहिनीहरू अहिले अब कोही विभिन्न ठाउँमा होला, कोही जागिर खा होला, तर उहाँले पनि उहाँलाई सम्झिराख्नुहुनेछ। र यहाँ म फेरि यहाँ पोखरा 13बाट नजिकै माथि 7को बासिन्दा पनि भएको हुनाले यहाँको साथीहरू माथि मेरो होमस्टेमा आएको माथि साथीहरूको होमस्टेमा हामी यसो बसाइ गर्दाखेरि पनि यहाँको बौद्धिक वर्गको साथीहरूको बिचमा बहस हुँदा बेला बेलामा तिलक दाइको नाम पनि आउँछ र सबैबाट कुरो सुन्दाखेरि उहाँको पोजिटिभै कुरा हामीले सुनिन्थ्यौँ र बिचमा उहाँ बिरामी भइसकेपछि घरको बाहिरै बसिराख्नुहुन्थ्यो अनि यो बाटोमा धेरै हिँडिराख्ने, कहिले अब जिल्ला प्रशासनतिर कहिले के काम पर्दै हिँडिराख्दाखेरि पनि के अरे कहिले मैले देखेपछि मैले रोक्थेँ, मैले नदेखेँ बेला उहाँले रोक्नुहुन्थ्यो र कुराकानी हुन्थ्यो हाम्रो। यही चाहिँ तपाईँको अब यो विकास निर्माण पार्टीकै कुरो हुन्थ्यो, हाम्रो घर परिवारको कुरो हाम्रो खासै हुने थिएन। यही चाहिँ नि कस्तो छ अब कसरी जाला त, अब हामी बुढो भयो, बिरामी हुने भयो, तिमीहरू जस्तो युवाहरू अब अगाडि बढ्नुपर्छ भनेर उहाँले चाहिँ नि बेला बेलामा सल्लाह सुझाव दिनुहुन्थ्यो। र यहाँ हाम्रो उहाँको छोरा हाम्रो चाहिँ नि अब साथी पनि भएको हुनाले हाम्रो बिचमा पनि यसो भलाकुसरी भइरहेको थियो। र उहाँ हाम्रो बिचमा अहिले चाहिँ नरहे तापनि उहाँको चाहिँ लिएको विचार, उहाँको नीति, उहाँको निष्ठावान, उहाँको सादगी जीवन हामीले कहिले भुल्ने छैनौँ। उहाँले देखाएको प्रेरणामा हामी सबै एकताबद्ध भएर अहिले लाग्नेछौँ र अहिले देशको विषम परिस्थितिमा राष्ट्रिय स्वाधीनताको पक्षमा र यो चाहिँ नि अग्रगामी पक्षमा अहिलेको जुन एजेन्डाहरू उठिरहेछ यो हाम्रै एजेन्डाहरू हो। तर हामीले चाहिँ नि अब घन तातिएको बेला फलाम तातिएको बेलामा घन ठोक्नुपर्छ भन्नेमा हाम्रो कमी कमजोरी अब त्यस्तो चाहिँ नि अब पुगेन त्यो समीक्षाको पाटो छ। तर अहिलेको एजेन्डाहरू चाहिँ नि तिलक दाइले लिएको विचारको एजेन्डाहरू भएको हुनाले घर परिवार हामी सबै अझै एकताबद्ध भएर हिँड्यौँ भने उहाँले पनि हामीलाई चाहिँ नि खुसी हुनुहुन्छ होला, हाम्रो बिचमा नभए पनि अब उहाँको आत्माले शान्ति पाउँछ होला भन्ने मलाई लाग्छ। त्यति भन्दै मृतक तिलक दाइप्रति भावपूर्ण श्रद्धाञ्जलीका फुलहरू अर्पण गर्दै परिवार जन्म संवेदना प्रकट गर्दै सिङ्गो पार्टीपन्थी उहाँकोले दुःखद निधनबाट पुर्नु भएको क्षतिमा दुखित भएको जानकारी गराउँदै उहाँको यो शोकको घडीलाई शक्तिमा बदल्ने, हामी एकताबद्ध भएर अगाडि बढ्ने र उहाँले देखेको सपना साकार पार्ने आफ्नोको साथ आफ्नो भनाइ टुङ्गिन चाहन्छु। धन्यवाद। थ्याङ्क यू। हामी आज आदरणीय कमरेड तिलक बहादुर गुरुङको यो श्रद्धाञ्जली सभामा 13 नम्बर वडाले आयोजना गरेको कार्यक्रममा सहभागी भइरहेको छौँ। हाम्रो पार्टीका केन्द्रीय सदस्य कमरेड दीपक बराइला लगायत अरू केन्द्रीय सदस्य कमरेडहरू, जिल्ला महानगरका संयोजक, जिल्लाका संयोजक, महानगरका अध्यक्ष लगायत प्रदेश, जिल्ला, महानगरका र विभिन्न तहका नेता कमरेडहरू, आदरणीय हाम्रो भाउजू अनि छोराहरू, बुहारीहरू, सबै परिवारजनहरू, म सबैलाई हाम्रो पार्टीको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। र सबभन्दा पहिला म आदरणीय दाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु पार्टीको तर्फबाट। र परिवारमा चाहिँ असाध्यै हामी दुःखको घडीमा छौँ, म गहिरो संवेदना व्यक्त गर्न चाहन्छु। र यो दुःखको घडीमा विवेक नगुमाइकन धैर्य धारणा गर्ने शक्ति मिलोस्, म शुभेच्छा प्रकट गर्न चाहन्छु। धेरै कुरा लालबहादुर कमरेडले भन्नुभयो तिलक दाइको विशेषताको विषयमा, त्यो नै 100% सही छ। अब एक दुईवटा कुराहरू म चाहिँ उहाँको कुरामा के जोड्न चाहन्छु भने उहाँको जो इमान्दारिता छ, जहाँ जसरी लाग्यो त्यो कहिले नछोड्ने क्या। त्यो पार्टीमा पनि मैले त्यस्तै देखेँ, विगतमा पनि उहाँ वामपन्थी पृष्ठभूमिमा मौजा गाविसको उपाध्यक्ष भएर लामो समय कार्य गर्नुभयो। उहाँले खास गरी नेकपा एमालेको तर्फबाट उहाँले विजय हासिल गर्नुभयो।
र त्यो पार्टीले चाहिँ नि ठिक ढङ्गले जनताको काम गर्न सकेन भनेर अब हामी सँगै भयौँ। है मिति त लालबहादुर पन्तले भनिहाल्नुभयो। र दोस्रो कुरा के छ भने अब आजसम्म उहाँ मृत्युपरान्त अन्तिम दिनसम्म पनि उहाँले पार्टीप्रतिको चिन्ता, पार्टीप्रतिको चाहिँ नि माया उहाँले जुन निरन्तर प्रकट गर्नुभयो त्यो हामीले शिक्षा लिन पर्ने कुरा छ। मान्छेहरू विचलित भएर यताउता गर्ने जे छ त्यो उहाँ कहिले पनि गर्नु भएन। दोस्रो कुरा उहाँलाई शैक्षिक हुटुटी चाहिँ शिक्षाप्रतिको हुटुटी चाहिँ असाध्यै चाहिँ नि गहिरो थियो। एकदिन हामी सँगै गयौँ आगोमा, उहाँले चाहिँ तपाईँको खर्च गरेर उहाँ बाहिरबाट विद्यार्थी ल्याएर पनि पढाउने क्या। त्यो अहिले लालबहादुर पन्तले यहाँको कुरा मात्रै होइन कि गाउँमा पनि देख्यो गर्नु। अब विकासको कुरामा त उहाँ स्वाभाविक हिसाबले निकै हुटुटी थियो। हामी कतिपय बेलामा ढङ्ग पुगेन, कतिपय बेला अनुभव भएन, या कति बेला साथ सहयोग अलिकति पुगेन। त्यस कारण हामीले उहाँले अपेक्षा गरे अनुसार सहयोग गर्न त सकिएन। तर पनि अब यो उहाँको हुटुटी चाहिँ शिक्षाप्रति विकासप्रति चाहिँ असाध्यै लाभदायक थियो। तेस्रो र अब अन्तिम कुरा के छ भने उहाँको चाहिँ कहिल्यै पनि पारिवारिक हिसाबले उहाँले धेरै पैसा कमाउने या व्यावसायिक हिसाबले हाउ गर्ने उहाँको क्षमता योग्यता सबै हुँदाहुँदै पनि उहाँले एउटा निष्ठापूर्वक जे सम्भव छ त्यो चाहिँ गर्नुभयो। तर दायाँ बायाँ लक्क छप्प आदि इत्यादि उहाँले कहिले पनि गर्नु भएन। म हिसाबले अहिले पछिल्लो कालसम्म आउँदा आर्थिक हिसाबले पनि कतिपय हिसाबले व्यवहारिक हिसाबले कठिनाइ भयो होला परिवारलाई, तर पनि उहाँले आस्थामा चाहिँ कहिल्यै पनि उहाँले सम्झौता गर्नु भएन, इमानमा कहिले पनि सम्झौता गर्नु भएन। यी 2-3टा कुराहरू चाहिँ उहाँको असाध्यै सिक्न लागेको कुरा छ। अब यो बिचमा चाहिँ हामी अब परिवार पनि यहीँ हुनुहुन्छ, भाउजू यहीँ हुनुहुन्छ, छोराहरू यहीँ हुनुहुन्छ। अब हामी पार्टीको तर्फबाट हामीले पनि हाम्रो पार्टी विभाजन भयो, हामीले पनि आफूलाई सम्हाल्न सकेनौँ। कतिपय अनुभवको कमजोरीले गर्दाखेरि परिवारसँग नियमित जोडिने कुरा, नियमित भेटघाट गर्ने कुरा, सन्चो बिसन्चो सोध्ने कुरा हाम्रो तर्फबाट संस्थागत हिसाबले हाम्रो पनि पुगेन होला होइन, पुगेन पक्कै पनि पुगेकै छैन। तर पनि यसमा चाहिँ हाम्रो यो पनि हाम्रो यो कौमी कमजोरी हो भन्ने हामीले समीक्षा गरेका छौँ। यसलाई चाहिँ तपाईँहरूले पनि अन्यथा मानिनु भएन। र आगामी दिनमा चाहिँ कमसेकम अब दाइले अब हुन त मान्छेको स्वतन्त्रता हो, मान्छेले आफ्नो आस्था आफ्नो विचार राख्नु अगाडि बढ्न सक्नु पाउने कुरा त राइट्सको कुरा हो। तर पनि दाइको विश्वास दाइको आस्थाप्रति परिवारले पनि पक्कै पनि समान सहानुभूति राख्नुहुन्छ भन्ने कुरामा हामी पार्टी चाहिँ आशावादी छौँ। र हामीले सक्दो हामी सहभागी हुने कुरा, तपाईँहरूसँग आउने भेटघाट गर्ने कुरा हामी पनि गर्छौँ। तपाईँहरूले पनि के गराएको छ कसो गराएको छ भनेर हाम्रो अलिक घर बुझाउने कुराहरूमा अब सबै कन्भेनरहरू सबै आउँछ खाली भएर हामी यहाँ छ हामीलाई आवश्यक कुरा हामी दिउँला, हामी मिल्यौँला, त्यसलाई चाहिँ जोड्नु भन्ने कुरा म चाहिँ यति कुरा म जोड्न चाहन्छु। र अन्तिम कुरा चाहिँ अब अहिले देशमा माओवादीकै मुद्दा छ, तर माओवादीले त्यो मुद्दालाई सकाउन सकेन। त्यो चाहिँ माओवादीको कमजोरी हो। अहिले प्रत्यक्ष कार्यकारीको कुरा भन्नुहुन्छ, सुशासनको कुरा भन्नुहुन्छ, डेलिभरी त्यो हाम्रो मुद्दा हो। तर त्यो मुद्दामा हामीले उठाउन नसक्नु चाहिँ माओवादीको कमजोरी हो। र अब यसबाट सिकेर हामी अगाडि बढ्न प्रयत्न गर्दैछौँ। माओवादी अगाडि नबढ्दा संविधानको रक्षा पनि नहुने भयो, राष्ट्रको रक्षा पनि नहुने भयो। अहिले हामीले देखिरहेका छौँ जिन्दगीको नाममा जुन गलत ढङ्गले मान्छेहरू नियत प्रवेश गरे, अहिले त राष्ट्रिय देश नेपाल देशै रहने कि नरहने भन्ने अवस्थामा छ। यस्तो बेलामा चाहिँ देश रहनुपर्छ, हामीले लडाइँ ल्याएको व्यवस्था जोगिनुपर्छ। योभन्दा पछाडि अगाडि बढ्नुपर्छ। त्यो कुरामा माओवादी सङ्कल्प पुरुष छ। त्यसमा चाहिँ हाम्रो फेरि पनि म दाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। परिवार पहिलो सम्मेलन व्यक्त गर्न चाहन्छु। भाउजू दारू सबै हामी निरन्तर सम्पर्कमा रहने प्रयत्न गर्नेछौँ। तपाईँहरूको तर्फबाट पनि पुग नपुग कतिपय कुरा हाम्रो पनि नपुग्ला भाइछोरा र आफ्नो मान्छे तपाईँहरू पनि भनिदिने अनुरोध गर्दै मैले आफ्नो पाउँदा र बाबाको यो सामाजिक क्षेत्रमा एकदम लगाव, सँगसँगै राजनीतिक क्षेत्रमा एकदम लगाव एकदमै जुन पछिल्लो समयमा अब पार्टीप्रति लगाव हुँदै बाबाले गर्नुभएको योगदान सँगै पार्टीले बाबालाई सहयोग गर्नुभएको हरेक कुराहरूमा आदान प्रदानको हामी एकदमै खुसी छौँ, परिवार खुसी छौँ र बाबाप्रति हामी गर्ववान्वित पनि छौँ। कति सहरहरू त यहाँ परिचित सहरहरू पनि हुनुहुन्छ। विगतमा जुन शान्ति सम्झौतापछि सैनिक त्यो शान्ति सम्झौतापछि चाहिँ चुनाव भयो, आदरणीय राजकाजी सरलाई चाहिँ हामीले बाबाको तर्फ बाबाले एकदमै गर्नुभएको एउटा भूमिका
प्रतिनिधि जति समाजहरूलाई विजयपुर समाज, बाजापटन समाज, जुन हाम्रो तमुहरूको समाज, यस क्षेत्रमा गर्नुभएको भूमिका सँगै हामी छोराहरू पनि बाबा लागेपछि हामी छोराहरू पनि बाबाको मार्गदर्शनमा हिँडेर पार्टीलाई आफ्नै पार्टी आफ्नै परिवारसँगै अँगालेर हिँडेको। दोस्रोचोटि बखन सिंह सर आउनुभयो, सरको लागि पनि बेसरी कोसिस गर्यो। सँगै बाबाको सरले भने जस्तै बाबालाई शैक्षिक क्षेत्रमा पनि एकदम सामाजिक क्षेत्र जुनैमा पनि बाबालाई एकदमै इच्छा रुचि हुने, जहाँनिर विकास चाहिएको छ, जहाँनिर सुधार चाहिएको छ, बाबा जहिले पनि अग्रपन्थीमा एकदमै बाबालाई एकदम रुचि रहने। र शैक्षिक क्षेत्रमा मलाई एकदम स्मरण छ, विश्व सर यहीँ घरमै आउनुहुन्थ्यो, हामी सानसानै थियो। एकदमै सरहरूको जुन पार्टीको सहयोग, टिमको सहयोगले गरेर जुन एउटा भद्रकाली स्कुलमा चाहिँ विगतसम्म एकदमै लामो समयसम्म त्यहाँ जडो गाडेर बसेकोहरूलाई चाहिँ सरहरूको सबै टिमहरू मिलेर भद्रकालीमा त्यहाँ नयाँ परिवर्तन ल्याएको थियो। सबै समाजले महसुस गरेको छ, पार्टीको योगदान महसुस गरेको छ। एकदमै गौरवान्वित छ बाबाको यस। हामीलाई त एकदम खुसी लाग्छ, परिवारबाट एकदम खुसी लाग्छ। बाबा हाम्रो परिवार, बाबाहरूको परिवारमा सबै लौरे, बाबा मात्रै एउटा ढाक्रे जुन समाज क्षेत्रमा, राजनीतिक क्षेत्रमा लागेर आफ्नो समय, आफ्नो जीवन व्यतीत गर्नुभयो बाबाले भलै पैसाहरू धेरै कमाएर हामी परिवारलाई खुसी बनाएन। हामी गुरु सङ्घर्ष छोराहरू त्यसरी सङ्घर्ष गऱ्यो, बाबाले मार्गदर्शन दिनुभयो। बाबाले कति ठाउँमा हामीलाई पनि जीवनयापन गर्नको लागि धेरै सल्लाह सुझाव दिएर हामी पनि अगाडि बढे बाबासँगै। आज एकदम खुसी लाग्छ यहाँहरू आउनुभयो। हिजोको दिनमा जुन बाबाको एउटा अन्त्येष्टि कार्यक्रममा मैले यत्रो समाज देखेँ, यत्रो मान्छेहरू देखेँ, त्यो नि बाबाको कमाइ रहेछ। एकदम खुसी लाग्यो। यहाँहरूकै सहयोगको साथमा चाहिँ बाबा अध्यक्ष बन्नुभयो, व्यवस्थापन समितिको अध्यक्ष बन्नुभयो। पहिला शिक्षक अभिभावक हुँदै व्यवस्थापन अध्यक्ष बन्नुभयो। बाबाले धेरै पार्टीको लागि धेरै प्रयास कोसिसहरू गर्नुभयो। खुसी छौँ हामी चाहिँ। धेरै धन्यवाद। आज यस हामीलाई जुन दुःखद परेको छ त्यस दुःखद समयमा यहाँहरू उपस्थित जनाइदिनु भयो, यहाँहरू आइदिनु भयो। हामीलाई एकदमै हृदयदेखि नै एकदम धेरै धन्यवाद। र हामी परिवारतर्फबाट पनि आगामी दिनहरूमा जुन बाबाको एउटा लगाव छ, बाबाको एउटा चाहिँ माया छ पार्टीप्रति, हामी परिवारको तर्फबाट चाहिँ यस मायालाई चाहिँ अटुट नहुने एउटा बाचाको साथमा कुन बेला कुन समयमा हामी सहयोग गर्नुपर्नेछ हामी गर्नेछौँ। भलै म विदेशमा रहनेछ, तर मेरो दाइ भाइ मम्मीहरू यहीँ हुनुहुन्छ, मेरो समाजहरू मेरो यहीँ छ। पछिल्लो समयमा आदरणीय दीपक सरलाई म स्मरण गर्न चाहन्छु। हाम्रो सुमन दाई सँगै बाबाले मलाई धेरै मान्छेहरू चिनाउनु भएको थियो, किनकि म पनि यहीँ 16 वर्ष भद्रकाली स्कुलमा पढाएँ। बाबाकै एउटा पहलमा जुन बाबालाई फेरि पार्टीले सहयोग गर्नुभएको थियो, सबै लिङ्कमा सबै कनेक्सनमा त्यसरी नै बाबाले सुमन सरलाई चिनाउनु भयो। सुमन सरबाट म दीपक सरलाई चिनेँ। त्यसरी बिस्तारै म पनि बिस्तारै सामाजिक क्षेत्र हुँदै राजनीतिक क्षेत्र मलाई पनि अलिअलि रुचि थियो। भले अब धेरै कुरा नगर्नु भन्दा पनि अब यहाँहरू आइदिनु भयो, धेरै खुसी लाग्यो। एकदमै मनमा एकदम आनन्द अलिकति। बाबा जस्तै बाबाको नै तपाईँहरू सबै आउँदाखेरि मेरो बाबाहरू नै आए जस्तो फिल एकदम मलाई महसुस भयो। धेरै धन्यवाद। र आगामी दिनहरूमा पनि परिवारको तर्फबाट हामीले के कसो गर्नुपर्ने छ। विश्व सर एकदमै म हजुरलाई त बाबा सरै मान्नेछु। धेरै धन्यवाद। राजगञ्ज सर सबैलाई चाहिँ म एकदमै हामी परिवारको तर्फबाट हृदयबाट धन्यवाद भन्दै यही नै सक्छु। थ्याङ्क यू।